बडा महाराज धीराज पृथ्वीनारायण सरज्यूको 304औं जन्म जयन्तीको अवसरमा सहयोगी समाज संस्था खरेन्द्रपुरको आयोजना तथा शिवराज नगरपालिकाको सहयोगमा पृथ्वी जयन्ती कार्यक्रम अन्तर्गत नगरभित्र रहेका माध्यमिक तहका संस्थागत तथा सामुदायिक विद्यालयका छात्र छात्राहरूका लागि नेपाली एकीकरणमा पृथ्वीनारायण सरज्यूको भूमिका विषय वक्तृत्व कला प्रतियोगितामा शिवराज नगरपालिकाभित्रका 16वटा विद्यालयमध्ये अंश बाहिने आएन। अरू अन्य विद्यालय 15वटा विद्यालयको उपस्थिति रहेको थियो। ती 15वटा विद्यालयकै प्रस्तुति प्रतिस्पर्धा सकिएको छ। सबैजनाको उत्कृष्ट थियो, सबैजनाको राम्रो थियो। त्यो हुँदाहुँदै पनि हाम्रा 3 जना निर्णायक मण्डलज्यूहरूले निर्णय गर्नुभएको छ। म ढिला गर्दिनँ, सबैजना प्रतीक्षा गरिरहनु भएको छ। तपाईँको प्रतीक्षाको घडीलाई अब धेरै बेर नकुराउँदै आजको पुरस्कारसँगै प्रमाणपत्र वितरणका लागि कार्यक्रममा उपस्थित हुनुभएका आजका प्रमुख अतिथि नगर प्रमुख अजय थापाज्यू, यसै गरी विशिष्ट अतिथि ज्यू सँगै शिक्षा शाखा प्रमुख पूर्ण सर लगायत म अतिथिज्यूहरूलाई स्टेजमा निम्ताउन चाहन्छु र यस कार्यक्रमका विशिष्ट अतिथि आदरणीय वडा नम्बर 3 को वडा अध्यक्ष टेकलाल सापकोटाज्यूलाई पनि म आग्रह गर्न चाहन्छु। सँगै यस कार्यक्रमका अध्यक्ष सुरज खासुज्यूलाई पनि म आग्रह गर्न चाहन्छु। मैले विद्यालयको नाम लिए पश्चात विद्यालयबाट यदि पर उपस्थित हुनुभएको छ भने परज्यू पनि स्टेजसम्म आइदिनु होला। हजुर, हामीले प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयको नाम यहाँबाट नतिजा उद्घोषणा गरिसकेपछि कुन विद्यालयले कति अङ्क प्राप्त गर्नुभयो भन्ने कुरा पनि हामी यहाँबाट प्रस्तुत गर्नेछौँ। निर्णायक मण्डलज्यूहरूले त्यो प्रस्तुत गर्नुहुनेछ। आजको 15 जना मध्येको कार्यक्रममा आफ्नो आजको यस कार्यक्रममा वक्तृत्व कला प्रतियोगितामा सहभागी भई तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ साधनी चौधरी। साधनी चौधरीलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। दुई और बच्चा नौसाद, दुई और बच्चा प्रकाश माध्यमिक विद्यालयकी छात्रा चाँदनी चौधरीलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। यदि पर आउनुभएको छ भने पर आउनुहोला, नभए शिक्षक प्रतिनिधि जो कोही हुनुहुन्छ कृपया स्टेजमा आउनको लागि म हार्दिक आभार प्रकट गर्न चाहन्छु। सम्पूर्णले जोरदार तालीले सम्मान प्रकट गर्नको लागि हार्दिक आग्रह गर्न चाहन्छु। आजको यस कार्यक्रममा तृतीय स्थान हासिल गर्न सफल हुनुहुने चाँदनी चौधरीको लागि र प्रमाणपत्र प्रदान गरिदिनुका लागि आजका प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यूलाई टिका लगाइदिनु होला। सँगै माला पनि लगाउनको लागि म आग्रह गर्न चाहन्छु। आयोजक टिम कृपया माला पुर्याइदिनु होला माथि। यसै गरी यस कार्यक्रममा आफ्नो कडा प्रस्तुति दिँदै राष्ट्र निर्माता पृथ्वीनारायण सरज्यूको भूमिका विषयक वक्तृत्व कलामा द्वितीय स्थान हासिल गर्न सफल को हुनुहुन्छ होला? एकपटक गेस गर्न सक्नुहुन्छ? द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको छ
मनिषाजी चाहिँ नेपाल आदर्श माध्यमिक विद्यालयमा तपाईँलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु। आदरणीय नेपाल आदर्श माध्यमिक विद्यालयका शिक्षक प्रतिनिधिज्यू र मनिषाजीलाई म स्टेजमा सघभागमा निम्ताउन चाहन्छु। कृपया जोरदार तालीले सम्मान प्रकट गर्नको लागि म हार्दिक पूर्ण सर माला लगाइदिनु होला कृपया। यसै गरी आजको यस कार्यक्रममा वक्तित्व कला प्रतियोगितामा 15वटा विद्यालय मध्ये 14वटा विद्यालयलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ। एकपटक गेस गर्न सक्नुहुन्छ। आजको यस कार्यक्रममा प्रथम हुन सफल हुँदै 20,000 प्राप्त गर्न सफल हुनुभएको छ रङ्गिलाल माध्यमिक विद्यालयका मोहम्मद हकिमलाई बधाई छ। सँगै रङ्गिलाल माध्यमिक विद्यालयका शिक्षकज्यू र मोहम्मद हकिमलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। यदि पर आउनु भएको छ भने पर पनि आइदिनु होला। रङ्गिलाल माध्यमिक विद्यालयका शिक्षक प्रतिनिधिज्यू कृपया आइदिनु होला। ओके र प्रथम द्वितीय तृतीय स्थान हासिल गर्नुहुने सम्पूर्ण तिनैवटा विद्यालयका विद्यार्थी भाइ बहिनीहरू सँगै विद्यालय परिवारप्रति हामी हार्दिक बधाई तथा शुभकामना अर्पण गर्न चाहन्छौँ। अब भने अन्य विद्यालयलाई लाग्न सक्छ हामी पनि प्रतिस्पर्धी हो, हाम्रो नम्बर कति आयो भन्ने हुनसक्छ। त्यसैले म तपाईँहरूले प्राप्त गर्नुभएको अङ्क पनि स्टेजबाट वाचन गर्न गइरहेको छु। यसका लागि म आदरणीय आजका निर्णायक मण्डल का संयोजक जीवलाल भूषाल सरलाई आग्रह गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालक आदरणीय व्यक्तित्व सर। पारिन्छ सत्ता जब खण्ड खण्ड रहन्छ के राष्ट्र त्यहाँ अखण्ड थुतिन्छ पत्ता जब खात खात सिद्धिन्छ शोभा अनि फुलबाट। सहयोगी समाजद्वारा आयोजित पृथ्वी जयन्ती कार्यक्रम श्री 5 बडाबारा धीराज पृथ्वीनारायण शाहको जन्मोत्सव 304औं जन्मोत्सवका श्रद्धेय अध्यक्षज्यू तथा शिवराज नगरपालिकाका अभिभावक आदरणीय व्यक्तित्व नगर प्रमुख अजय थापाज्यू तथा मञ्चमा आसीन विशिष्ट अतिथि